वाउ गाइस नाइस भ्यू है। आजको दिनमा चाहिँ चट्टै घाम लागेर यस्तो दामीको भ्यू निक्लेछ कि भन्नु सक्दिनँ है। हेर्नु नि अब बादल चाहिँ बाफ रे बाफ यस्तो दामी छ कि चट्टै निक्लेछ हो। काम पनि फेरि यहीँ छ नि त, बाटो चाहिँ यही हो कि काम पनि यही छ, बाटो यही हो ढलाइ चाहिँ। लो साथीभाइहरू सबैजनालाई फेरि है आजको दिनमा धेरै धेरै के भन्छ अब वेलकम छ हाम्रो मेरो न्यू भ्लगमा। अनि आज भने चाहिँ अब हामी के भन्छ यसलाई बाटो बनाउन जाँदैछु है। यो चाहिँ हाम्रो पहिले देखाएको बाटै होइन, बाटो त्यस्तो छ गाइस। जाँदैछु, घाम फेरि यस्तो डर लाग्दो लागेको थियो हेर्नु नि घाम, बाफ्रे बाफ भन्नै सक्दैन घाम चाहिँ कस्तो छ भने। यता भने म छु अनि अब तल जाँदैछु। हामी काम गर्ने चाहिँ कतिजना छ भने 4जना है, 4जना छ। तल गएर अब अघि आदि गरिरहेको छ। अब ढलाइ हुँदैछ, ढलाइ हुने कुरा छ जस्तो चाहिँ चल्दैछ है। तल ढलाइ पनि अब फुल चाहिँ होइन होला, आधी है। तपाईँहरूलाई तल गएर हेर्नु होला हाम्रो बाटो यस्तो छ गाइस, देख्नु होला। यो हो गाइस, तल गएर देखाउँछु है। वाउ गाइस नाइस भ्यू है। आजको दिनमा चाहिँ चट्टै घाम लागेर यस्तो दामीको भ्यू निक्लेछ कि भन्नु सक्दिनँ है। हेर्नु नि अब बादल चाहिँ बाफ रे बाफ यस्तो दामी छ कि चट्टै निक्लेछ हो। काम पनि फेरि यहीँ छ नि त, बाटो चाहिँ यही हो कि काम पनि यही छ, बाटो यही हो ढलाइ चाहिँ। यही हो हामीले गरेको काम चाहिँ होइन। आज बिहानदेखिको यताउताको माटो तान्यो हो, अनि यो गऱ्यो, यस्तै हो। अब यो फाँडेको हामीले हो, टक्कै हो। यो नालीहरू काट्यो, छट्टै बनाएको छ टक्कै। त्यहाँबाट चाहिँ त्यहाँ त्यो जुन चाहिँ हामीले मिलाएको छ भने त्यहाँसम्म ल्याएर त्यहाँबाट फेरि खोइ कता कता हो, टुक्रा टुक्रा रहेछ बाटो चाहिँ होइन। यस्तो छ गाइस। अनि के भन्नु, गाउँको बाटो हो। आफूले मेहनत गरेर कहिले गर्नु, आफूले अब आफै गाउँको बाटो लागि त आफै लाग्नु पऱ्यो नि त होइन। अब आफूले गर्नुपर्छ गाउँको बाटोमा चाहिँ, फेरि अब राम्रो बनाउनुपर्छ है। घरिघरि अब सरकारले बाटो दिँदैन, अब यो पनि दिन दिएको छ तर अब होइन। अब हामीले अब राम्रो चाहिँ बनाउनु पर्छ क्या, त्यो भएर अब खटिरहेको छ। अनि अब हामी 4 भाइ छ काम गर्ने चाहिँ। अहिले त मोमो त्यहाँ दिएछ, म र आगो आएको जाउँछ। अब यस्तो छ उता भने त भ्यू लगाइ। ओके बाबाई। यहाँ भने चाहिँ अब काम धमाधम चलिरहेछ। यहाँ हाम्रो हाँस्नेले अब एकदम फटाफट है बाटो खन्दैछ है, अब यहाँ बनाउँदैछ। यता भने अब हाम्रो अर्को पनि आइसकेको छ, यहाँ हाम्रो के भन्छ अब अनिलज्यू। यसको कामै छैन साला, आयो हो अलि त्यो कुन्ची गेटसम्म बोल्छ, कामै गर्दैन नि। हामी मात्रै खट्नुपर्छ यस्तो चर्को घाममा हेर्नु। गाइस यो थियो हाम्रो खै यसको नाम चाहिँ
यसले चाहिँ मलाई पुरा चिन्छ हो कस्तो मोटो मोटो छ हो पहिला चाहिँ अब चिन्थेन नि त यसले अहिले पुरा चिन्छ होइन यो चाहिँ कता हो भन्दाखेरि हाम्रो तल झाँक्री डाँडा आँखेको झाँक्री डाँडाको नाम चाहिँ खैरी हो यसको नाम हो पहिला चाहिँ पुरा टोक्नु खोज्थ्यो क्या मलाई गर्दाखेरि चाहिँ र अहिले चाहिँ अब त्यसो गर्दैन अब अहिले चाहिँ यो म जता गयो त्यता आउँछ हेर्नु ल म तपाईँलाई देखाउँछु ल आइज देखेँ होइन अब म त गयो उतै आउँछ हेर्नु ल यहाँ हेर्नु ल देखेँ आइया ल गाइस फाइनली अब घर आइसकेको छ अब बाटो काम चाहिँ बेसी टाढो थिएन नजिकै थियो है त्यही भएर काम पनि खतम भइहाल्यो अनि मैले यहाँ टक्कै एउटा भिडियो बनाएको थिएँ कि यहाँ खैरीको टक्कै यो पोल देख्दैछ नि यो पोल जुन चाहिँ पोलमा लागेर चाहिँ नि झन्डै मेरो ढाडको कराउँदै झन्डै भाँच्यो क्या भर्खरै ल गाइस अवश्य तपाईँहरूले यो भ्लग मन पराइदिन्छ भनेर आशा गरिरहेको छु ल तपाईँहरूलाई राम्रो लाग्यो भने चाहिँ है पर्वत राईलाई चाहिँ लाइक सेयर फलो सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोस् होला है अनि यसो राम्रो राम्रो भिडियो हेर्नु लागि चाहिँ पर्वत राईको पेजलाई फलो गर्नुहोस् होला ओके गाइस बाई बाई